ब्लग हैन। आज हामी घुम्दै जाँदैछौँ। अहिले चाहिँ हामीसँग एउटा बाइक छ। के बेरमा अहिले हामीसँग दुईटा बाइक हुनेछ। यो मेरो बाइक भयो। हामी चाहिँ अहिले यहाँ ठ्याक्क भन्नुपर्दाखेरि मातामन्दिरदेखि थोरै तलतिर छौँ। यहाँ हामीसँग अहिले समीर पनि हुन्छ। समीरसँग तपाईँहरूले केही बेरमा कुराकानी गराउँछु। हुन्छ बाई। हामी चाहिँ हिँड्दै जाँदैछौँ। केही बेरमा देख्नुहुन्छ हामीसँग चाहिँ अहिले एउटा बाइक छ होइन। केही बेरपछि हामीसँग दुईटा बाइक हुनेछ। हेलो गाइज यो फ्रेन्ड्स, वेलकम टु माई ब्लग होइन। यो चाहिँ मेरो आफ्नै ब्लग हो। आफ्नै ब्लगमा यो थोरै गर्दै यो अहिले आदि भएको छ होइन। यो चाहिँ मेरो पर्सनल बाइक हो, जसमा चाहिँ आज मैले नम्बर प्लेट पनि हाल्नुपर्ने छ होइन। अगाडि पछाडिको दुइटै गरी अनि नम्बर प्लेट हेर्नुहुन्छ भने यस्तो छ यो खालको। यसलाई चाहिँ अब भरे आएर चेन्ज गर्छु होइन। भरे आएर चेन्ज गरेर यसलाई अनि टक्कसँगले तपाईँहरूलाई त्यतिखेरको पनि भिडियो देखाउनेछु। आज हामी यति नै हिँड्ने गर्छौँ ल। बाई बाई गाइज। बिटाउनु छौँ होइन। मसँग अहिले हुनुहुन्छ हाम्रो यहाँ समी सर। हेलो गर्दै। हेलो गाइज, मैले सुनेको चाहिँ हो रहेछ क्या, हरेक ग्रुपमा एउटा यस्तो मान्छे चाहिँ हुँदो रहेछ क्या। हेर न हेर न यस्तो मान्छे चाहिँ हुँदो रहेछ क्या। ओ पुन्टो, हरेक ग्रुपमा यो पल्लो खालको छ नि, पछाडि बोल्दै गरेको त्यो खालको मान्छे चाहिँ हुँदो रहेछ क्या भन्नुपर्दा साँच्चै। अहिले चाहिँ हामी भन्नुपर्दा भाइहरूलाई पर्खिबसेको वेटिङ लिस्टमा छौँ भाइहरूको। कतिखेर आउँछ न भाइहरू? अब अघिदेखि अब आउने बेला भयो, अब आउने बेला भयो भन्छ। कोही आउँदैन भाइहरू, पर्खाइमा आउने बेला भयो भन्छ। अघिदेखि कोही आएकै छैन अहिलेसम्म। 2 घन्टा भइसक्यो पर्खेको। हेर न चिम्पान्जी, हाम्रो चिम्पान्जी सरको अनुहार फेरि गरिदियो त चिम्पान्जी सर। हाम्रो चिम्पान्जीको सर र उहाँ हेर्नु बल्ल फोन सक्यो। हरेक ग्रुपमा एउटा यस्तो मान्छे चाहिँ हुनुपर्छ है गाइस। हामी चाहिँ ताली बजाउँदै ऊ चाहिँ मजाले होइन। हामी चाहिँ मजाले बस्यो। एउटा यस्तो मान्छे हुनुपर्छ हरेक ग्रुपमा। अहिले चाहिँ हामी ठ्याक्क भन्नुपर्छ बिरतामोडको एडमिसन ठ्याक्क यहाँनिर छौँ होइन। यो चाहिँ अब यो ठाउँ चाहिँ कुन मलाई पनि थाहा भएन, भर्खर इन्ट्री भएको। यो बाटो चाहिँ कहाँको भन्दाखेरि यो बाटो चाहिँ हाम्रो युनिटी कलेज जाने बाटो रहेछ। ठ्याक्कै युनिटी कलेजमै जाने रहेछ होइन। मैले चाहिँ हाम्रो बाइक त्यहाँ राखिरहेको छौँ होइन। सबैतिर अब सबै गर्दाखेरि हामी चाहिँ अहिले ठ्याक्क यहाँ यो चोकैमा छौँ क्या। ठ्याक्क चोकैमा बसिरहेको छौँ क्या। एउटा चाहिँ उहाँ हेर्नु म कस्तो बसिरहेको छ क्या। उहाँ सरको हालत हेर्नु न। अनि युट्युबमा भाइरल, युट्युबमा उयो क्या फोटो भिडियो हालिदिनु गाइस। सानो भाइ गाइस, यहाँ चाहिँ हाम्रो हुनुहुन्छ अहिले पुन्टु सर होइन। पुन्टु सर हाम्रो यहाँ अहिले गर्मीमा भएर बसिराख्नु हुन्छ। अर्को पुन्टु सर उहाँ पर बस्नुभएको छ, हामीभन्दा 1 किलोमिटर टाढा। ल गाइस, एकछिन फेरि तपाईँहरूसँग भाइहरू आएर मिट हुन्छु ल।
कस्तो बोल्देको हो जा जरा मतलबी बाई बाई दुनिया की सुनता है क्यों हैन खुद की भी सुन ले कभी हामी आइफोन नै चलाउने मतलबी हो जा जरा मतलबी दुनिया की सुनता है क्यों खुद की भी सुन ले कभी